नमस्ते। विश्वव्यापीकरण र उदारीकरण सुन्दा उस्तै उस्तै लाग्ने यी दुई शब्दले हाम्रो आजको आर्थिक संसारलाई आकार दिएका छन्। तर के यिनीहरू साँच्चै एउटै हुन् त? धेरैलाई यस्तै लाग्न सक्छ, तर वास्तविकतामा यिनीहरूबीच एउटा सानो तर निकै महत्वपूर्ण भिन्नता छ। आज आउनुहोस् यही भिन्नतालाई राम्रोसँग बुझ्ने प्रयास गरौं। विश्व अर्थतन्त्रको कुरा गर्दा यी दुई शब्दहरू जताततै सुनिन्छन्, हैन त? अनि धेरै पटक त यिनीहरूलाई एक अर्काको ठाउँमा प्रयोग पनि गरिन्छ। तर के साँच्चै यिनीहरूको अर्थ एउटै हो? ल, हाम्रो आजको चर्चा यहीँबाट सुरु गरौं। यसको सीधा र स्पष्ट जवाफ हो होइन। यिनीहरूको अर्थ एउटै होइन। हो, विश्वव्यापीकरण र उदारीकरण एक अर्कासँग एकदमै जोडिएका छन्, तर ती एउटै कुरा भने पक्कै होइनन्। र यो फरक छुट्याउन सक्नु आजको ग्लोबल इकोनोमीलाई बुझ्नको लागि एकदमै जरुरी छ। त्यसो भए यो भिन्नतालाई राम्ररी बुझ्नको लागि हामीले यी दुई शब्दलाई एक एक गरेर हेर्नुपर्छ। ल, सबैभन्दा पहिले सुरु गरौं उदारीकरणबाट, किनभने कथाको सुरुवात नै यहीँबाट हुन्छ। उदारीकरण भनेको के हो त? सरल भाषामा भन्दा यो कुनै पनि देशको सरकारले आफैले लिने एउटा निर्णय हो। कस्तो निर्णय? आफ्नो देशको आर्थिक र सामाजिक गतिविधिमा लगाइएका नियम, कानून र प्रतिबन्धहरूलाई खुकुलो बनाउने वा हटाउने निर्णय। यो बाहिरबाट कसैले थोपड्ने कुरा होइन, यो देशभित्रैबाट लिइने एउटा नीतिगत कदम हो। यसलाई एउटा उदाहरणबाट बुझौं। मानौ एउटा देश एउटा घर हो। उदारीकरण भनेको त्यो घरको सरकारले आफ्नो घरको ढोका र झ्यालहरू संसारका लागि खोल्ने निर्णय गर्नु जस्तै हो। जस्तै बाहिरबाट आउने सामानमा लाग्ने कर, जसलाई भन्सार भनिन्छ, त्यो घटाउनु, विदेशी कम्पनीहरूलाई आएर लगानी गर्न सजिलो बनाइदिनु, सरकारी कम्पनीहरूलाई निजी क्षेत्रलाई बेच्नु, अनि बजारमा सरकारले गर्ने अनावश्यक नियन्त्रण हटाउनु, यी सबै उदारीकरणका उदाहरण हुन्। ल, उदारीकरण के हो भन्ने त हामीले बुझ्यौं। अब कथाको अर्को महत्वपूर्ण पात्र अर्थात् विश्वव्यापीकरणलाई हेरौं। यसले हाम्रो बुझाइको चित्रलाई पूरा गर्छ। विश्वव्यापीकरण भनेको चाहिँ देश बीच अर्थतन्त्र, संस्कृति र प्रविधिको क्षेत्रमा बढ्दै गएको अन्तर सम्बन्ध हो। यहाँ एकदमै ध्यान दिनुपर्ने शब्द हो प्रक्रिया। याद गर्नुहोस् है, उदारीकरण एउटा नीति थियो भने विश्वव्यापीकरण चाहिँ एउटा बृहत प्रक्रिया वा परिणाम हो। यो एउटा निर्णय मात्र होइन, यो त संसार जोडिने एउटा निरन्तर चलिरहने प्रक्रिया हो। फेरि त्यही घरको उदाहरणमा फर्कौं है त। यदि उदारीकरण घरको ढोका खोल्ने काम हो भने विश्वव्यापीकरण भनेको त्यो खुला ढोकाबाट मानिसहरू, सामानहरू, विचारहरू र पैसाको आवत जावत हुनु हो। एउटा देशबाट अर्को देशमा सामान र सेवाहरू जानु, पैसा र लगानीको ओहर दोहर हुनु, नयाँ नयाँ प्रविधि र जानकारी फैलिनु, अनि विभिन्न संस्कृतिहरूको आदान प्रदान हुनु हो। यही नै त हो विश्वव्यापीकरण भनेको। ल, अब हामीले उदारीकरण र विश्वव्यापीकरण दुवैलाई छुट्टा छुट्टै त बुझ्यौ। अब यिनीहरूलाई सँगै राखेर तुलना गर्ने बेला आएको छ। यसो गर्दा यिनीहरूबीचको फरक के हो र सम्बन्ध के हो, दुवै कुरा छर्लङ्ग हुन्छ। हेर्नुहोस् त, यो तुलनाले सबै कुरालाई कति सजिलै देखाइरहेको छ। उदारीकरण भनेको कुनै एक देशभित्रको कुरा हो जुन सरकारले जानी जानी लिने एउटा नीति हो। यसको मुख्य काम भनेको देशभित्रका बाधाहरू हटाउनु हो। अर्कोतिर विश्वव्यापीकरण भनेको चाहिँ बाहिरी वा विश्वव्यापी कुरा हो जुन एउटा प्रक्रिया वा परिणामको रूपमा देखा पर्छ। यसको काम भनेको देश बीचको सम्बन्ध बढाउनु हो। र यदि आजको हाम्रो यो पूरा चर्चाको सार एउटै वाक्यमा भन्नु पर्यो भने त्यो यही हो। उदारीकरण कारण हो भने विश्वव्यापीकरण त्यसको परिणाम हो। यिनीहरू फरक मात्र होइनन्, यिनीहरू कारण र असरको सम्बन्धमा जोडिएका छन्। उदारीकरणले विश्वव्यापीकरणको लागि मैदान तयार गर्छ। यो प्रक्रिया कसरी अघि बढ्छ हेरौं है त। पहिलो चरणमा सरकारले उदारीकरणको नीति ल्याउँछ। त्यसपछि के हुन्छ? दोस्रो चरणमा व्यापार र लगानीमा भएका रोकटोक, ती बाधाहरू हट्छन्। अनि तेस्रो र अन्तिम चरणमा जब बाधाहरू हट्छन्, सामान, पैसा र विचारहरूको प्रभाव भट्टे बढ्छ। र यसले नै विश्वव्यापीकरणको प्रक्रियालाई झन गहिरो र छिटो बनाउँछ। भन्नुको मतलब उदारीकरणले एक किसिमको उत्प्रेरकको काम गर्छ। ल, यति सबै कुरा जानिसकेपछि मनमा एउटा प्रश्न आउन सक्छ, यो सानो भिन्नता जान्नु आखिर किन यति महत्वपूर्ण छ र? यसको जवाफ सरल छ, किनभने यसले हामीलाई हाम्रो आजको संसार कसरी चलिरहेको छ भन्ने कुराको गहिरो ज्ञान दिन्छ। त्यसैले आजको हाम्रो यो विश्लेषणको सबैभन्दा मुख्य निचोड यही हो। यसलाई एकदमै याद राख्नुहोला।
उदारीकरण सरकारले रोज्ने एउटा नीति हो, जबकि विश्वव्यापीकरण त्यो नीति र अरू थुप्रै कुराहरू मिलेर बन्ने एउटा बृहत प्रक्रिया हो। एउटा रोजाइ हो, अर्को परिणाम। अब जाँदा जाँदै एउटा प्रश्नमा विचार गरौँ न। हामीले दिनौं प्रयोग गर्ने सामानहरू, काम गर्ने कम्पनीहरू वा हेर्ने सुन्ने समाचारहरू, यी सबैमा उदारीकरणको नीति र विश्वव्यापीकरणको प्रक्रियाले कस्तो र कसरी असर पारेको होला? जब हामी यो भिन्नतालाई बुझ्छौं, हाम्रो वरिपरिको संसारलाई यसका गतिविधिहरू अझै स्पष्ट रूपमा देखिन थाल्छन्।